हेलो वेलकम टु माई ब्लग सबैजनालाई गुड मर्निङ एभ्रिवान। आजको ब्लगमा सबैजनालाई स्वागत छ। म चाहिँ उठिसकेँ। तपाईँको ब्लगर कोल्याक्सी भन्न मिल्दैन, भर्खर सुरु गरेँ। अब फेरि केही छैन एनिवे होइन। फाइनली रेडी भएको अवस्था अब ज्याकेट स्याकेट लगायो होइन। चल्तीको बिचमा रोक्यो भने हो रोक्यो उसको बेनी र बाबु जाने बाटो अलि त बाटो बनाउनु त्यति हो। लेसको रेडी भइसके गएको ल है। अब मेरो एउटा पन्जा छैन फेरि। शुभ यात्रा सबैजनालाई। हेत्तेरिका जाडो नि हुँदैन क्या। बिहानै निस्किने भनेको केटाहरू अब के भयो भन्दाखेरि सामान हरायो होइन, खोज्दा खोज्दै अनि फेरि लेट भयो। केही छैन, खासमा हामी 5 बजे बिस्तारै जाने भन्ने कुरो हो। बिस्तारै जाने हो के अन्त क्या हुआ। मोबाइलबाटै भ्लग बनाइरहेको छु यार। त्यो हावाले हानिरहेको छ कि होइन। कहाँ राखेको छु आयो अगाडि हिँड्न अगाडि। बाटोमा भनेर नमिल्ने यो बाटो चाहिँ अहिले चाहिँ खतरा बनाएको यार। ओभर भाइ हिमाल गाइज हिमाल। हामी चाहिँ सिङ्गल परियो, साथी छैन पछाडि, बोल्ने मान्छे कोही पनि छैन, त्यही पनि यत्तिकै हिँडिरहेको छु। अगाडि 2 जना पछाडि 2 जना, म मात्रै सिङ्गल गाइज। चाहिँ बाटो खतरा हेम्चाको बाटो। बी सेफ एभ्री वान गाइज। सबैजना होइन, सबैजनाको राइट सेफ हो, त्यही नै भन्न चाहन्छु। अब यहाँबाट सलक्क हिमाल देखिरहेको छ है मजाले, त्यही नै हो। पोखराको राम्रो ठाउँ राम्रो भ्यू भनेको यही हो होइन। पुरा मजाले हिमाल हेर्न पाइन्छ क्या, त्यही नै हो। तपाईँले त हिमाल देख्न सक्नुहुनेछ। म चाहिँ खासै बोल्दिनँ है, अरू जस्तै बोल्न पनि आउँदैन, हल्का हल्का मात्रै बोल्छु, त्यही नै हो। फाइनली मुस्ताङ चल्देको अवस्था। शुभ बिहानी शुभ यात्रा। यो चाहिँ हेम्चाको बाटो है, हेम्चाको बाटो। फाइनली 9 डाँडा आइपुगे। सो 9 डाँडा तपाईँले देख्न सक्नुहुन्छ। 9 डाँडा गाइज। हामी जाँदैछौँ मुस्ताङ बेनी कुसमा हुँदै होइन। अनि सो बाटो यस्तो छ, तर मेरो माइकको प्रब्लम भएर म खासै नबोलेको हो। मेमोरी नै फुल होला जस्तो छ यार। साथीहरू कोही अगाडि गइसके। मुस्ताङको यात्रा जारी नै छ होइन, के हुन्छ हेरौँ। टक्क लगाएर घाम मजाले लगाइरहेछ। सुस्तरी जाने हो क्या, तर ढिलो त ढिलो हुन्छ होला के नै। के साह्रो ठुलो गाडी यार। यस्तो घुमारोमा कहिले भने ओभरटेक हान्नुहुन्न है, अब चाहिँ हान्नु मिल्छ। उताबाट आएर चाहिँ बाटो यही त होला नि है, सिधै यति गयो। पछि हालेको हुँदैन क्या
गाइस हामी चाहिँ यहाँ कहाँ हो यो कालीगण्डकी बेनी पेट्रोलको भाउ बढी भएको छ के गर्ने तनाव छ नि फुल हालिदिनु के गर्ने कति अट्छ होला 415 पैसा छैन गाइस ल चल्दिउँ पिसाब लगाइसक्यो यहाँ त मुत्नु होला छर्केज भयो जस्तो छ 415 कति लिटर खाएछ 2 लिटर यहाँ त फेरि अलि महँगो होला नि त फेरि तेल अलि यता साथीहरू सबै अगाडि गइसके है म मात्रै पछाडि होइन अनि म चाहिँ तेल बोकिरहेको छु साथीको लागि तेल बोकिरहेको छु नबोले नि माया लाग्दो रहेछ सन्तानी छैन कम्पनी माथि चाहिँ हिमाल देखेछ है नबोले नि माया लाग्दो रहेछ सन्तानी भोपाल भ्यू गाई साथीहरू सबै अगाडि गइसके म चाहिँ बिस्तारै पछाडि हल्का ब्लग सक बनाऊँ भनेर हिँडेको के हो गाडी त बाबा ठाउँ त क्या बाटो आँखामा धुलो पस्यार बेनी कटिसके यो मुनि प्रो राइडर बनिदिएको क्या अब यस्तो कुदाउनु पर्छ कि हिमाल बबाल देखिरहेछ यो टाढाले छेकेर होइन यतापट्टि कुना साइडबाट चाहिँ दामी देखिरहेछ त्यही नि गाइस होइन अब तेल नि डेन्जर महँगो भइदिइरहेको अब के अरे पोखराबाट यो के अरे बेनीसम्म आइपुग्दा त कति 2 लिटर त तेल चैट धन्न तेल दिन त दिँदो रहेछ 45 जति दिँदो रहेछ मोबाइलबाट बनाइरहेको छु कि भ्लग त्यही भएर झ्याउ लागिरहेछ अर्को पार्टी चाहिँ सकेसम्म गोप्रोबाट बनाउँछु म क्यामेरा सेटअप गर्दै थिएँ क्या त्यो जाने सँगै जाउँला नि त साथीहरू टिकटक बनाउँदैछ भाइरल दिदीहरू यार के भन्ने अब टक्क लाएर यो बाटो चाहिँ खतरा रहेछ है डरै लाग्ने यार डरै लाग्ने बाटो हो त यार कुनाबाट हिँडौँ बिस्तारै हिँडौँ त्यो गाई छैन जे होस् यतिको भइ नै हुन्छ उता के अरे सिग्लिसको जस्तो चाहिँ नहोस् यार लास्ट डेन्जरै थियो यार सिग्लिसको त चिप्लो टायर चिप्लिन आँटेर हेत्तेरिका यस्तो छ बाटो चिप्लो यो तेल गुल्ट्यो भने फेरि तनाव हुन्छ कहाँबाट यस्तो धुवा आयो यार म खासै बोलेन है बोल्न पनि आउँदैन त्यसैले म खासै बोल्न हिँडेको मेरो फर्स्ट टाइम मुस्ताङ राइड गाइस फर्स्ट टाइम हो है अहिलेसम्म जिन्दगीमा जन्मैदेखि फर्स्ट टाइम मुस्ताङ राइड गाइस यहाँबाट चाहिँ कहाँ के हुन्छ चेकिङ नो प्रब्लम वी हेभ सो मेनी डकुमेन्ट चेकिङ पर्दै रहेछ के छैन उहाँसँग लाइसेन्स छ बिल बुक छ ल केटा भेट्यो हामीले साथी भेट्यो यहाँ के छ त्यहाँ देखाइदिएर उजो फेर राजी पार्किङमा ए हेलो एभ्रिवान हामी चाहिँ तातो पानी आइपुगेको अवस्था गाइज खानालाई यहाँ रेडी हुँदैछ अब यहाँबाट चाहिँ सिधै मुस्ताङ मुक्तिनाथ त्यही नै हो गाइज होइन अब बाटोतिर भेटौँ ल हस्त बाई गाइज फाइनली खाना पनि आयो
यो पनि भ्लगर हो केटा हो उसको चाहिँ रनिङ सकिन्छ त्यही नै हो गाइज म भोगर हो क्या भोगर अहिले भ्लगर होइन भोगर भात मारा हो भात मारा चम खानासाना खायो अब निस्किनु आँटेको गाइज ठिक छ नि केटाहरू भात लायो यार मलाई भात लायो म त पोखरा भातलाई मारेपछि भात लाउँदैन म पोखरा जान्छु है गाइस ल ल गाइज अब चल्देको अवस्था चम केटा निस्केको अवस्था गाडी बाटो के हो यस्तो बाटो सागहरू बाटो खाना खायौँ निस्किनु पर्छ अब हामी तातो पानीबाट चाहिँ मुस्ताङको राइड सुरु भइसक्यो खानासाना खायो मेरो अगाडि बुलेट पछाडि कायो फायर अनि हामी तीनजनाले चाहिँ दियो स्कुटर बाटो यस्तो छ गाइज पुग्छ कि पुग्दैन थाहा छैन त्यही नै ट्राई गर्दैछु अब के हुन्छ होइन बबाल भ्यू देखिरहेको छ यहाँबाट खासै बोल्न पनि आउँदैन तपाईँले यसो भ्यू हेरेर राइड हेरेर चाहिँ इन्जोय गरिदिनु होला त्यही नै हो गाइज यहाँबाट चाहिँ हल्का मनाङ मुस्ताङको पाइप दिँदैछ है टक्क लाएर फेरि अफरोडै छ रोड बनाउनु लगाएको हो कि के भन्नु लगाएको फर्किने बेला पो कसरी फर्किने होला भनेर लगाइरहेछ साथीलाई कुर्ने होला फाइनली कुन हो रूपसे वाटरफल यस्तो अवरोध छ मुस्ताङ जान चाहिँ गाह्रै छ है त्यो अवरोध छ बिस्तारै जान त हुन्थ्यो फेरि राति मात्रै पुग्छ होला भनेर कोही पछाडि छ कोही अगाडि स्कुटर त पुरै ध्वस्तै पऱ्यो यार अब त ढुङ्गा खसे रहेछ अरे यस्तो डर लाग्ने बाटो दिस इज नर्मल फर मी केटाहरू जहाँ के भयो अर्कै ल अब चल्दैको गाइज अब के अरे मुक्तिनाथ पुग्नलाई अब के अरे 40 किलोमिटर चाँडै हिँड्नेछौँ तपाईँले हिमाल देख्न सक्नुहुनेछ बबाल हिमाल देखिन्छ पागल बनायो पागल सिन त बबाल हो यार सही पहिलोचोटिको एक्सपिरियन्स होइन मजा लिँदैछु त्यही नै गाइज होइन मजा आइरहेछ बबाल रमाइलो लागिरहेछ यो खोलेर हेरौँ न सिन त बबाल हो यार मेरो जिन्दगीको फर्स्ट लङ राइड मुस्ताङ हो गाइज स्कुटरमा है नत्र त मैले भ्याली भित्रतिर कुदेर आएको हुन्थ्यो आज चाहिँ फाइनली होइन लङ राइड स्कुटरबाट चाहिँ मुस्ताङ जाने प्लानिङ भएर चाहिँ आज फाइनली सक्सेस भएको छ सो त्यसैले गाइज सबैजना हेरिदिनु होला मेरो ब्लगलाई बबाल नाइस दामी 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 feel so good guys खोकी पो लाग्न थाल्यो त यार ल ठाउँ त बबाल छ त आज मुक्तिनाथसम्मको यात्रा के हुन्छ हे त केटाहरू
पानी खाने सुने ल पुग्छ कि पुग्दैन पो ल गाइज अब फेरि उमा चल्टेको गाइज मुस्तङको बाटोमा धुलो उडाउँदै ठाउँ त बबाल देखेर छ यार उसै गयो यसै गयो अब स्कुटर अब यसै धोज्छ उसै धोज्छ अब कति हजारको चुना लाग्ने हो थाहा छैन मा कुरा अब चलाइदिने हो बाल छैन क्या मलाई पिसाब ल्याएर फेरि मर्नलाई कहाँ रोकेर पिसाब फेरिदिनु जस्तो लागेर छ मलाई रिस उठिसक्यो क्या बाटो देखेर केटाहरू छिटो 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 केटाहरूले के भन्ने छ क्या यो साथी सुतेछ यार यो मलाई कता अब छोड्दिन बेर छैन अब सुतेछ केटाहरू यस्तो छ अन्त मेरो भाइ हो मेरो भाइ पर्छ कहीँ पुग्यो निदाय छ यार त्यो त यार सुतेर हिँडेछ यो मलाई त धन्नै लडाइदिएको यार अघि हावाले त्यहाँ चेकिङ हुन्छ र झेरी गली जाने भन्ने छ के हो मलाई केही थाहा छैन है झेली गली झेरी ए होला यो रहेछ जेरी गली ल जेरी गली भनेको यस्तो रहेछ सबैजनाले हेर्नु होला जेरी गली कहाँ गयो त नि यार तिनीहरू छैन त माथि यस्तो दामी पारामा है आमचिले केटाहरू अगाडि हो कि पछाडि केही थाहा छैन यार यहाँ हावाले झन्नै उडाएको मलाई ल गाइज चल्तेको ठाउँ बबाल छ बाटो के हो मिसफायर हान्छ चल्छ के आयो यति छिटो त नजानु पर्ने हो सँगसँगै त आगो फेरि कसरी गएछ कन्फ्युज भएर अफरोड मात्रै हो क्या ए तेरिका हावा के यस्तो
म हरायो चल्दिउँ न होइन के साह्रो जाडो भएको अब कहाँ आइपुग्यो थाहा छैन मलाई त सबजना गइसके गाह्रो छ नि गाह्रो छ म चाहिँ खासै बोल्दिनँ है तपाईँलाई भ्यू चाहिँ देख्न सक्नुहुनेछ दिस भ्यू इज भेरी भेरी खतरा डेन्जरस बवाल छ यार जीवनमा पहिलोचोटि अनुभव गर्न पायो तेल त यहाँ लिटरको 250 रे म त झन्डै बेहोस भएको यार ओ प्रभु बवाल स्वर्ग भनेको यो रहेछ गाइस यहाँ म सही यार जीवनमा पहिलोचोटि अब अनुभव गर्न पायो सही हो यार सही हो गाइस यहाँबाट चाहिँ अपरोड रहेछ फाइनल्ली ल अब मुक्तिनाथ पुग्न आँटेको अवस्था बिस्तारै जाऊँ न होइन मलाई लास्ट जाडो भइरहेछ मजाले यस ल अब यहाँ लो मुस्ताङ हिमालयन रिसोर्ट फाइनली ल हामी चाहिँ मुस्ताङ मुक्तिनाथ आइपुग्यो अवस्था मुक्तिनाथ वहाँ माथि मुक्तिनाथ आइपुगेको अवस्था ल गाइस हिमाल यहीँ छ हिमाल यहीँ नजिकै छ डेन्जर चिसो भइरहेछ ए तान्नु न सुल्टी तान्दै तान्नु त उकालो किन हो बिचतिर हिँड्छ यार यो त लास्टै भयो यसरी त भोलि पोखरा पुग्ला जस्तो छैन गाइज म त ल फाइनली मुक्तिनाथ मुस्ताङ आइपुगेको अवस्था गाइज अनि भ्लग चाहिँ यहाँसम्म मात्रै गर्नेछौँ
त्यही नै हो गाइज, हाम्रो स्कुटरले नै पिकअप कम्ती रहेको थियो किनकि अक्सिजन कम भएको कारणले। गाइज ल सबैजनाले हेरिदिनु होला मेरो भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, हस्त नमस्ते, हस्त जय नेपाल, बाई बाई।